नेपालमा कुनै बेला बालबालिकालाई तपाईँ भन्नुपर्छ भन्दा एकजना साहित्यकारले समाजको हाँसो र उपेक्षा नै सहनु परेको थियो भन्दा पत्याउन गाह्रो हुन्छ हैन त? हो त, तर यो यथार्थ हो। आज हामी तिनै दूरदर्शी व्यक्तित्व नेपाली बाल साहित्यका भनौँ न शिखर पुरुष शान्तदास मानन्दरको जीवन, उहाँको व्यक्तित्व अनि विशेष गरी बाल साहित्यमा उहाँले पुर्याउनु भएको त्यो अतुलनीय योगदानबारे अलिक गहिरिएर कुराकानी गर्दैछौँ। हो, आजको हाम्रो यो विमर्श खासमा ज्ञानकुमार श्रेष्ठद्वारा लेखिएको शान्तदास मानन्दर जीवनी, व्यक्तित्व र बाल साहित्य भन्ने पुस्तकमा आधारित छ। ए ज्ञानकुमार श्रेष्ठको पुस्तक हो। यो स्रोतले हामीलाई उहाँको बाल्यकालदेखि लिएर अन्तिमसम्मकै महत्त्वपूर्ण पाटाहरू केलाउन मद्दत गर्छ। मतलब उहाँको शिक्षा, पारिवारिक पृष्ठभूमि, बाल साहित्यमा कसरी आउनुभयो, त्यो बेला उहाँले कस्तो वैचारिक सङ्घर्ष झेल्नु पर्यो, अनि त्यो बालिकोसेली प्रकाशनको कथा, उहाँको लेखक, अनुवादक, सम्पादक, प्रकाशक जस्ता अनेक भूमिकाहरू सबै, उहाँका प्रगतिशील विचार अनि चुनौतीहरूलाई पनि हामी हेर्छौँ। ल, त्यसो भए सुरु गरौँ न त उहाँको जन्म र बाल्यकालबाटै। विसन्मत 1991 साल असार 8 गते काठमाडौँको भित्री सहर झोछे टोलमा जन्मिनु भएछ। हो, झोछेमा। पिता चिनिया मानन्दर, माता मथुरी मानन्दरका साहिला छोरा। तर एउटा कुरा के छ भने उहाँभन्दा अगाडिका 2 सन्तान खेर गएकाले परिवारमा उहाँको स्थान निकै विशेष थियो रे। ए त्यसो पो परिवारमा एकदमै प्यारा? एकदमै। अनि परिवार मध्यमवर्गीय नै थियो। तर रोचक कुरा के भने उहाँहरूको परिवारमा 3 पुस्तादेखि एक्लो सन्तान मात्रै हुँदै आएको रहेछ। ओहो, 3 पुस्तादेखि? त्यसले गर्दा अंशबण्डा गर्नु परेन, मतलब आर्थिक रूपमा जीवनयापन सहज नै थियो। पारिवारिक पेशा चाहिँ व्यापार रहेछ। ए व्यापार? अनि पढाइतिर कस्तो हुनुहुन्थ्यो त सानोमा? खै त्यही जानकारी छ कि? पढाइमा तेज नै मान्नुपर्छ। घरमै बुबाबाट 100 अक्षर सिकेपछि 1996 सालमा 6 वर्षको उमेरमा जुद्धोदय हाई स्कुल, त्यो बेलाको जेपी स्कुल भन्थ्यो, त्यहाँ भर्ना हुनुभयो। जेपी स्कुल? अनि 2006 सालमा एसएलसी पास गर्नुभयो। यहाँ एउटा रमाइलो तथ्य के छ भने उहाँ आफ्नो झोछे टोलबाट एसएलसी पास गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो। ए टोलकै पहिलो एसएलसी? त्यो त त्यो जमानाको लागि त साह्रै ठुलो उपलब्धि भयो नि। हो त, ठुलै कुरा हो। त्यसपछिको उच्च शिक्षा नि? एसएलसी पछि प्राइभेट विद्यार्थीका रूपमा आइए, मतलब प्रमाणपत्र तह उत्तीर्ण गर्नुभयो। अनि त्रिभुवन विश्वविद्यालय स्थापना भएपछिको पहिलो ब्याचकै स्नातक बन्नुभयो। पहिलो ब्याच? हो। उहाँको व्यक्तिगत जीवनमा हेर्दाखेरि विवाह चाहिँ अलि ढिलै भएको देखिन्छ। VSM 2015 सालमा 25 वर्षको उमेरमा। 25 वर्षमा? राधिका मानन्दरसँग मागी विवाह भयो। त्यो बेलाको सामाजिक चलन हेर्दा त 25 वर्षमा विवाह हुनुलाई अलि ढिलो नै मानिन्थ्यो। हो त, ढिलै हो। यसले कतै न कतै उहाँको प्रगतिशील सोचलाई पनि सङ्केत गर्छ कि जस्तो लाग्छ है? सायद त्यो भन्न सकिन्छ। अब लागौँ न त उहाँको साहित्य यात्रातिर। यो बाटोमा कसरी हिँड्न थाल्नुभयो उहाँ? सानैदेखिको रहर थियो कि पछि पलाएको रुचि? होइन, कला र साहित्यमा रुचि त बाल्यकालदेखि नै थियो रे। एउटा घटना छ जसले यो कुरा अझ प्रष्ट पार्छ। ए कस्तो घटना? उहाँको एकजना साथी बिरामी परेछन् अनि ती साथीलाई भेट्न जाँदा त्यहाँ समुद्र रत्न भन्ने एकजना मान्छेले कथा सुनाउँदा रहेछन्। शान्तदासजी हरेक दिन ती कथा सुन्नकै लागि बिरामी साथीको घर धाउनुहुन्थ्यो रे। सोच्नुस् त कथाप्रतिको त्यो भोक। ओहो, कथा सुन्नकै लागि दिनदिनै? हो। यसबाहेक टोलका बुढापाकाहरूको सङ्गतमा बसेर ज्ञानगुणका कुरा सुन्ने अवसरले पनि उहाँको त्यो साहित्यिक चेतलाई मलजल गर्यो होला। कति रमाइलो कुरा। अनि पछि गएर साहित्यिक प्रेरणा चाहिँ कोबाट पाउनुभयो त खास? उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटा, खास गरी देवकोटाको पहाडी पुकारबाट निकै प्रभावित भएको बताउनु भएको छ। ए पहाडी पुकार? ओहो, त्यस्तै कवि गोपाल प्रसाद रिमाल पनि उहाँको प्रेरणाको स्रोत हुनुहुन्थ्यो। अब अन्तर्राष्ट्रिय स्तरमा हेर्दा चिनिया लेखक लुसुन र उहाँका कृतिहरू, अनि रुसी लेखक मैक्सिम गोर्कीबाट पनि प्रभावित हुनुहुन्थ्यो। लुसुन र गोर्की? रोचक कुरा के छ भने उहाँ आफै नेवारी भाषी, तर गोपाल प्रसाद रिमाल जस्ता स्रष्टाको प्रेरणाले गर्दा नेपाली भाषामा साहित्य सृजना गर्न लाग्नुभयो। ए नेवारी भाषी भएर पनि नेपाली साहित्यमा लाग्नु,
यो आफैमा चाखलाग्दो कुरा रहेछ। लेखनको सुरुवात चाहिँ खास कहिले भयो त? पहिलो कृति कुन थियो? लेख्न त उहाँले 2004 सालतिरै सुरु गरिसक्नु भएको अनुमान गरिन्छ, तर पहिलो प्रकाशित कृति आउन चाहिँ अलि समय लाग्यो। 2015 साल पर्खिनु पर्यो। 2015 मा? हो, त्यो थियो सत्य सुरभसँग मिलेर लेख्नु भएको अंग्रेजी निबन्धहरूको संग्रह सम एसेज। उहाँले स्कुल पढ्दै गर्दा निवारीमा पासा मतलब साथी भन्ने कविता लेख्नु भएको थियो रे, तर त्यो चाहिँ छापिएन। तर सुरुदेखि नै उहाँको झुकाव बाल साहित्यतिरै देखिन्छ के। 2020 सालमा आएको मरुभूमिमा एक राज्य, त्यसपछि कथा कोसेली भाग 1, 4 डाला नाक जस्ता कृतिहरूले उहाँ बाल साहित्यमै केन्द्रित हुन चाहनुहुन्थ्यो भन्ने स्पष्ट पार्छ। अब आउन त उहाँको सबैभन्दा ठूलो र भनौँ न दूरगामी योगदानमा नेपाली बाल साहित्यको जग बसाल्ने काम। त्यो समय कस्तो थियो होला बाल साहित्यका लागि? कल्पना गर्न सकिन्छ। कल्पना गरौँ न। त्यो बेला बाल साहित्य भनेको कि त पञ्चतन्त्रका नीति कथा, कि देवी देवताका भजन, हैन, कि उपदेश दिने सामग्री, नभई स्कुलका किताब, त्यति मात्रै हो त। पाठ्य पुस्तक मात्रै। बाल बालिकाको मनोविज्ञान बुझेर उनीहरूकै लागि लेखिएको मौलिक साहित्यको त खडेरी नै थियो भन्दा हुन्छ। यस्तो पृष्ठभूमिमा जब शान्तदास मानन्दरले बाल बालिकाका लागि साहित्य चाहिन्छ, उनीहरूको आफ्नै संसार हुन्छ भनेर कुरा उठाउन थाल्नुभयो नि, उहाँले समाजबाट ठूलो उपेक्षा र हाँसो खेप्नु पर्यो। कस्तो अचम्म! बाल बालिकाको भलो चिताउने कुरा गर्दा पनि हाँसो र उपेक्षा। के भन्थे रे मान्छेहरू? स्रोतमा उल्लेख भए अनुसार त उहाँलाई यो मान्छे त मूर्ख हो, दिनभरि केटाकेटीको कुरा गरेर हिँड्छ सम्म भनियो रे। ओहो, कति गाह्रो भयो होला उहाँलाई त्यो समयमा आफ्नो विचार स्थापित गर्न। भयो नि, साह्रै गाह्रो। अनि त्यो बालबालिकालाई तपाईँ भनेर सम्बोधन गर्नुपर्छ भन्ने उहाँको मान्यताको कुरा नि, त्यो त झन् ठूलो बहसको विषय बन्यो होला है। बन्यो नि। त्यो उहाँको सबैभन्दा क्रान्तिकारी तर त्यति नै विवादित मान्यता थियो। उहाँ भन्नुहुन्थ्यो, बालबालिका भगवान जस्तै शुद्ध र पवित्र हुन्छन्, उनीहरूको मन निर्दोष हुन्छ, त्यसैले उनीहरूलाई अनादर हुने गरी त वा तिमी होइन, सम्मान दिएर तपाईँ भन्नुपर्छ। कति सुन्दर सोच। तर त्यो बेलाको समाज जहाँ बच्चालाई मान्छे नै नगर्ने जस्तो चलन थियो, त्यहाँ यो कुरा पच्ने कुरै भएन नि। यो केवल भाषाको कुरा थिएन, यो त बालबालिकालाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याउने प्रयास थियो। बाल सम्मान, उनीहरूको मनोविज्ञानप्रतिको गहिरो बुझाइ थियो। यसका लागि उहाँले निकै लामो वैचारिक सङ्घर्ष गर्नु पर्यो। को भनेर बुझाउनु पनि गर्नु पर्यो होला, होइन र? किनभने धेरैले त स्कुलको किताब नै काफी छ भन्ने सोच्थ्यो होला नि त्यो बेला। एकदम सही। यो अर्को ठूलो चुनौती थियो। उहाँले शिक्षक, अभिभावक, शिक्षा क्षेत्रका मानिसहरूलाई बारम्बार सम्झाउनु पर्थ्यो, हेर्नुस्, पाठ्य पुस्तक भनेको त पाठ्यक्रम पूरा गर्नलाई हो त। तर बाल साहित्यले त बच्चाको कल्पनाशीलता बढाउँछ, उनीहरूलाई जीवन बुझ्न सिकाउँछ, उनीहरूको भावनात्मक विकास गर्छ। पाठ्य पुस्तकले दिने ज्ञान सीमित हुन्छ, तर बाल साहित्यले दिने त्यो रस, त्यो जीवन दृष्टि अर्कै हुन्छ। उहाँको एउटा भनाइ निकै मननीय छ, जीवनका लागि आवश्यक कुरा खानामा भन्दा बढी साहित्यमा हुन्छ। वाह, कति गहिरो कुरा! जीवनका लागि आवश्यक कुरा खानामा भन्दा बढी साहित्यमा हुन्छ। उहाँको विचारमा साहित्यको भूमिका के थियो त बालबालिकाका लागि? के कुरामा जोड दिनुहुन्थ्यो? हैन, समाजमा भएका नराम्रा कुराहरू पनि चिनाउनुपर्छ ताकि उनीहरू सचेत बनुन्। दुवै पक्ष हो। साहित्यले उनीहरूलाई आफ्नो संस्कृति, परम्परा, पुरानो संसारको माया जगाउनुपर्छ अनि ज्ञानको दायरा फराकिलो बनाउनुपर्छ। उहाँको जोड चाहिँ नैतिक र मानवीय मूल्य सिकाएर असल नागरिक बनाउनुपर्छ भन्नेमा थियो। यही सोच र हुटहुटीलाई साकार पार्न त उहाँ प्रकाशनतिर पनि लाग्नुभयो, होइन त? बालपोष र विशेष गरी बाल कोसेलीको स्थापना कसरी भयो? के थियो त्यसको पछाडि? हो, बाल साहित्यप्रतिको यही गहिरो लगाव र आवश्यकता बोधले उहाँलाई प्रकाशनमा लाग्न प्रेरित गर्यो। सुरुमा उहाँले जनकप्रसाद हुमागाईँ र गोपालराज मैनालीसँग मिलेर बालपोष नामको बाल पत्रिका सुरु गर्नुभयो। हुमागाईँ र मैनालीसँग मिलेर? हो, तर पछि अझै समर्पित भएर काम गर्नुपर्छ भन्ने लाग्यो होला सायद। 2039 सालमा उहाँले आफ्नै बाल कोसेली प्रकाशनको स्थापना गर्नुभयो अनि बाल कोसेली पत्रिकाको सम्पादन पनि आफैले थाल्नुभयो।
त्यो काम उहाँले आफ्नो जीवनको अन्तिम घडीसम्मै निरन्तरता दिनुभयो। बालकोसेली प्रकाशन यो त नेपाली बाल साहित्यको इतिहासमा एउटा कोषढुङ्गा नै मानिन्छ नि, होइन र? कस्ता कस्ता कृतिहरू निस्किए त यसबाट? निश्चय पनि। बालकोसेली प्रकाशनले नेपाली बाल साहित्यको फाँटलाई निकै मलिलो बनायो। यसबाट उहाँका आफ्नै कथा कोसेली श्रृङ्खलाका 8 भाग प्रकाशित भए, जुन निकै लोकप्रिय पनि भए। कथा कोसेली श्रृङ्खला? त्यस्तै हान्स क्रिस्टियन एन्डरसनको त्यो विश्व प्रसिद्ध कथा हिउँकी रानी, उहाँकै मौलिक निबन्ध पानीको कथा, अनि त्यो रमाइलो कमिलाले सुनाएको मुसाको दुलाको कथा जस्ता थुप्रै मौलिक र अनुदित बाल पुस्तकहरू नेपाली बालबालिकाले पढ्न पाए। उहाँले बाल साहित्यको अभाव पूर्ति गर्न साँच्चै अथक प्रयास गर्नुभयो। सुन्दै जाँदा उहाँको व्यक्तित्व त साँच्चै बहुआयामिक रहेछ। लेखक मात्र होइन, अनुवादक, सम्पादक, प्रकाशक पनि। यी फरक फरक भूमिकाहरूमा उहाँको योगदान कस्तो रह्यो अलिकति विस्तारमा बताइदिनुस् न। पहिला लेखकको रूपमा कुरा गरौँ न। लेखकको रूपमा हेर्दा उहाँ मूलतः बाल साहित्यमै समर्पित हुनुभयो, यद्यपि अरू विधामा पनि कलम नचलाएको होइन। उहाँको पहिलो मौलिक बाल कथा सङ्ग्रह मरुभूमिमा एक राज्य 2020 सालमा आयो। मरुभूमिमा एक राज्य हो। उहाँका प्रकाशित मौलिक बाल कथाहरूको सङ्ख्या नै करिब 5 दर्जन जति छ भनिन्छ। कथा बाहेक उहाँले बसी बियालो 2037, पानीको कथा 2058 जस्ता बाल निबन्ध सङ्ग्रह पनि लेख्नुभयो। अझ महत्त्वपूर्ण त बाल साहित्यबारे सैद्धान्तिक विमर्श गरिएको हाम्रा बालबालिकाहरू र बाल साहित्य 2059 जस्तो गहन प्रबन्ध पनि उहाँले लेख्नुभयो। सैद्धान्तिक काम पनि गर्नुभएछ। हो। उहाँको लेखनमा प्रगतिशील चेत, सामाजिक सरोकार अनि बाल मनोविज्ञानको गहिरो समझ पाइन्छ। अनि अनुवादकको भूमिका नि? कुन सोचले उहाँलाई अनुवादतर्फ प्रेरित गर्यो होला? के थियो उहाँको विचार? उहाँको अनुवाद पछाडिको सोच पनि निकै रमाइलो छ। उहाँ भन्नुहुन्थ्यो रे, आफ्नो बारीमा सबै किसिमका फल फल्दैनन्, बालबालिकालाई सबै किसिमका स्वाद चखाउनु पर्छ, त्यसैले अर्काको बारीबाट पनि तान्नुपर्छ। ओहो, कति सुन्दर र व्यावहारिक विचार हो नि। अर्थात् नेपाली संस्कृति र परिवेशमा नभएका कुराहरू विश्वका उत्कृष्ट साहित्य पनि हाम्रा बालबालिकाले पढ्न पाउनुपर्छ भन्ने उहाँको मान्यता थियो। यही सोचले उहाँलाई अनुवादमा लाग्न प्रेरित गर्यो। अनि कुन कुन भाषाबाट र कस्ता कृतिहरू अनुवाद गर्नुभयो त उहाँले? उहाँले विशेष गरी अङ्ग्रेजी, चिनिया, रुसी र डेनिश भाषाका बाल साहित्यलाई नेपालीमा ल्याउनुभयो। उहाँको अनुवाद यात्राको सुरुवात नै चिनिया साहित्यका महारथी लुसुनको आहा क्यूको साँचो कथाको अनुवादबाट भएको थियो। लुसुनबाट सुरु गर्नुभएछ? हो। त्यसपछि उहाँले लुसुनकै बहुलाको डायरी, लुसुनका विचारहरू जस्ता गहन कृति पनि अनुवाद गर्नुभयो। यसबाहेक म्याक्सिम गोर्कीका कथाहरू, हान्स क्रिस्टियन एन्डरसनको हिउँकी रानी, जोनाथन स्विफ्टको गुलिभरको यात्रा, सायद त्यसको बाल संस्करण वा अंश होला, यस्ता विश्व प्रसिद्ध लेखकहरूका रचनालाई नेपाली बालबालिकामाझ पुर्याउनुभयो। उहाँको अनुवादले त साँच्चै नेपाली बालबालिकालाई विश्व साहित्यसँग जोड्ने पुलको काम गरेछ। बिल्कुल। अनि सम्पादक र प्रकाशकका रूपमा उहाँको सक्रियता कस्तो रह्यो त? सम्पादकका रूपमा उहाँ निकै कुशल र लगनशील हुनुहुन्थ्यो। बालपोष, बालकोसेली पत्रिका त छँदै थिए। उहाँले नेवारी बाल मासिक मच्छा केवको पनि सम्पादन गर्नुभयो। उहाँ केवल रचना छाप्ने मात्र होइन, लेखकहरूलाई सुझाव दिने, उनीहरूका रचनालाई परिमार्जन गरेर अझ राम्रो बनाउन मद्दत गर्नुहुन्थ्यो। सम्पादनमा पनि निकै ध्यान दिनुहुने। हो। पछिल्लो समयमा त उहाँले रूम टु रिड जस्तो अन्तर्राष्ट्रिय संस्थाका लागि करिब 150 वटा बाल पुस्तक सम्पादन गर्नुभएको थियो रे। 150 वटा? प्रकाशकका रूपमा त बालकोसेली प्रकाशन र पछि नव आलोक सिर्जनाशील प्रकाशन मार्फत नेपाली, अङ्ग्रेजी र नेवारी भाषाका बाल साहित्यका 4 दर्जन भन्दा बढी पुस्तक प्रकाशित गर्नुभयो। 4 दर्जन भन्दा बढी? हो। यस क्रममा उहाँले युद्ध प्रसाद मिश्र जस्ता पुराना पुस्तकका कविदेखि खगेन्द्र सङ्ग्रौला जस्ता स्थापित लेखक र नयाँ पुस्ताका प्रतिभाहरूलाई समेत बाल साहित्य लेखनमा आकर्षित गर्न र उनीहरूका कृति प्रकाशन गर्न ठूलो भूमिका खेल्नुभयो। साहित्य सृजना, अनुवाद, सम्पादन, प्रकाशन यति धेरै काम, तर उहाँको सक्रियता यतिमै सीमित थिएन जस्तो लाग्यो। शिक्षण र समाजसेवामा पनि संलग्न हुनुहुन्थ्यो भन्ने सुनेको थिए नि।
हो त उहाँको व्यक्तित्व बहुआयामिक थियो। साहित्य उहाँको मुख्य कर्मक्षेत्र भए पनि अन्य क्षेत्रमा पनि उहाँको योगदान छ। 2009 सालतिर उहाँले बुद्धि विकास विद्यालयमा स्वयंसेवक शिक्षकका रूपमा काम गर्नुभएको थियो। स्वयंसेवक शिक्षक? 2016 सालमा शान्ति विद्यागृहमा चित्रकला शिक्षक बन्नुभयो अनि 2017 देखि 2025 सम्म त आफ्नै टोल झोछेमा रहेको बाल सेवा माध्यमिक विद्यालयको हेडमास्टर नै भएर सेवा गर्नुभयो। ओहो, हेडमास्टर नै, त्यो त ठूलो जिम्मेवारी भयो। अनि सामाजिक संलग्नता नि? उहाँ नेपाल चीन मैत्री संघमा लाइब्रेरियन र पछि सचिव भएर काम गर्नुभयो। सन् 1965मा चीन भ्रमण गर्दा महान लेखक लुसुनका भाइ चाउ चुरनसँग भेट्ने अवसर पनि पाउनु भएको रहेछ। लुसुनका भाइसँग भेट? हो, आफ्नो मानन्दर समुदायको संस्था मानन्दर संघमा पनि सहसचिव र सचिव भएर सक्रिय रहनुभयो। उहाँले बालसेवा माविलाई भवन बनाउन 30,000 रुपियाँ आर्थिक सहयोग पनि गर्नुभएको रहेछ, जुन त्यो बेला निकै ठूलो रकम थियो। 30,000? त्यो बेला त धेरै हो। अझ 2056-57 तिर त सगरमाथा एफएम रेडियोमा हाम्रो शनिबार भन्ने कार्यक्रममा कथावाचकका रूपमा पनि चिनिनुभयो। रेडियोमा कथा पनि भन्नुहुन्थ्यो? हो, कथावाचक। राजनीतिक संलग्नता पनि थियो भन्ने सुनिन्छ नि। पञ्चायतकालमा वडा अध्यक्ष पनि हुनुभएको थियो रे, यो कसरी? हो, यो पनि उहाँको जीवनको एउटा पाटो हो। पञ्चायतकालमा काठमाडौँ नगर पञ्चायतको तत्कालीन वडा नम्बर 7 अहिलेको 23बाट 2 पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो। 2 पटक? तर उहाँले यसलाई राजनीतिक महत्वाकांक्षा भन्दा पनि पञ्चायतमा घुसपैठ गर्ने नीति अनुरूपको कदम भन्नुहुन्थ्यो रे। घुसपैठ गर्ने नीति? हो, उहाँ भित्री रूपमा मार्क्सवादी दर्शनबाट प्रभावित सामन्तवाद विरोधी र प्रगतिशील चिन्तक हुनुहुन्थ्यो। उहाँ आफ्नो लेखनलाई नै सबैभन्दा ठूलो जनपक्षीय राजनीति मान्नुहुन्थ्यो। भन्नुहुन्थ्यो, म कलमको माध्यमबाट जनताको पक्षमा र सामन्तवादी सोचको विपक्षमा लडिरहेको छु। कस्तो दृढ विचार, कलमबाटै लड्ने। अब अलिकति उहाँको व्यक्तिगत स्वभाव र रूप रङ्गबारे पनि कुरा गरौँ न। कस्तो हुनुहुन्थ्यो होला उहाँ भेट्दा? स्रोतहरूले बताए अनुसार उहाँ करिब 5 फिट 8 इन्च अग्लो, गहुँगोरो वर्णको, अलि उठेको उच्च निधार र लाम्चो अनुहार भएको व्यक्तित्व हुनुहुन्थ्यो। 5 फुट 8 इन्च? टोपी लगाउँदा हल्का पछाडि धम्काएर लगाउने उहाँको आफ्नै शैली थियो रे। पढ्दाखेरि चस्मा लगाउनुहुन्थ्यो। लुगाफाटोमा एकदमै सरल, प्राय कमी सुरुवाल र जाडोमा त्यसमाथि एउटा स्वेटर। एकदमै सरल। स्वभावको कुरा गर्दा एकदमै सरल, मनमा लागेको कुरा स्पष्ट राख्ने तर स्वाभिमानी। बोल्दाखेरि कथा भने जस्तै गरी मिठो पाराले बिस्तारै बोल्ने, सहयोगी र नम्र स्वभावको तर शान्त देखिने, कसैले लगाएको गुण कहिल्यै नबिर्सने, कृतज्ञतामा विश्वास राख्ने। अनि अर्को महत्त्वपूर्ण कुरा, उहाँ समाजमा व्याप्त अन्धविश्वास र कुसंस्कारको एकदमै विरोधी हुनुहुन्थ्यो। सरल, स्पष्टवक्ता, स्वाभिमानी अनि अन्धविश्वास विरोधी। यति धेरै क्षेत्रमा यति लामो समयसम्म योगदान दिएपछि त उहाँले पक्कै पनि धेरै मान सम्मान र पुरस्कारहरू पाउनुभयो होला नि? निश्चय नै। उहाँको योगदानको कदर स्वरूप दर्जनौं पुरस्कार र सम्मान प्रदान गरिएका छन्। केही प्रमुखको नाम लिनुपर्दा नेवासास पुरस्कार 2049, कविताराम बाल साहित्य प्रवर्धन सम्मान 2054, साझा बाल साहित्य पुरस्कार 2065, नूर गंगा प्रतिभा बाल साहित्य पुरस्कार 2066, पारिजात बाल साहित्य सम्मान 2070, महाकवि देवकोटा बाल साहित्य पुरस्कार 2070 र देवकोटा लुसुन प्रज्ञा पुरस्कार 2074 आदि छन्। धेरै पुरस्कार पाउनुभएछ। अनि सबैभन्दा ठूलो सम्मान त 2074 सालमा प्रदान गरिएको जगदम्बश्री पुरस्कार थियो होला नि? त्यो त ठूलै राष्ट्रिय सम्मान हो। हो, जगदम्बा श्री पुरस्कार उहाँको जीवनभरको अथक साधना र समर्पणको एक महत्त्वपूर्ण राष्ट्रिय स्तरको कदर थियो। राणाकालदेखिको त्यो प्रतिकूल अवस्था, सामाजिक उपेक्षा, अनेकौं बाधा अवरोधका बावजुद नेपाली बाल साहित्यलाई एउटा विधाका रूपमा स्थापित गर्न उहाँले खेल्नुभएको त्यो नेतृत्वदायी र अग्रगामी भूमिकाको उच्च मूल्याङ्कन थियो त्यो। तर रमाइलो कुरा के छ भने उहाँ आफैले चाहिँ सबभन्दा बढी गौरव र सन्तुष्टि महसुस गरेको सम्मान अर्कै थियो रे। हो र? कुन सम्मान रहेछ त्यो? अचम्म।
त्यो थियो विक्रम सम्वत 2080 जेठ 5 गते उहाँको 90औं जन्मोत्सवको अवसरमा 11वटा बाल साहित्य सम्बन्धी संस्थाहरूले संयुक्त रूपमा प्रदान गरेको बाल साहित्य रत्न उपाधि। बाल साहित्य रत्न हो, उहाँको 6 दशकभन्दा लामो लेखन, सम्पादन, प्रकाशन, अनुवाद, कथा वाचन मार्फत बाल सशक्तिकरणमा पुर्याएको योगदानको कदर स्वरूप दिएको यो उपाधिले उहाँलाई सबैभन्दा बढी छोएको थियो रे। बाल साहित्य रत्न साँच्चै कति सुहाउँदो र सार्थक उपाधि। यो उपाधिले नै उहाँको जीवनभरको कामलाई समेट्छ जस्तो लाग्यो। उहाँको यो लामो र समर्पित यात्राको अन्तिम प्रभाव, उहाँको विरासत के रह्यो त नेपाली साहित्य र समाजमा? उहाँको सबैभन्दा ठूलो र स्थायी विरासत भनेकै नेपाली बाल साहित्यलाई शून्यको अवस्थाबाट उठाएर एउटा सम्मानित र स्थापित विधाको रूप दिनु हो। उहाँले लेखक र पाठकका कैयौं पुस्ताहरूलाई बाल साहित्यप्रति आकर्षित र प्रेरित गर्नुभयो। हो त। सबैभन्दा महत्त्वपूर्ण, उहाँले बालबालिकालाई सम्मान गर्नुपर्छ र उनीहरूका लागि गुणस्तरीय रसिलो साहित्य आवश्यक छ भन्ने मान्यतालाई समाजमा स्थापित गराउनुभयो। उहाँ मौलिक सृजना, अनुवाद र प्रकाशनको त्रिवेणी नै हुनुहुन्थ्यो। त्रिवेणी नै। त्यसैले त उहाँलाई आदरपूर्वक बाल साहित्यका शिखर पुरुष र बाल कोसेलीका पिता भनेर सम्झिन्छ। उहाँले एक्लैले एउटा सिङ्गो संस्थाले गर्ने जति काम गरेर देखाउनुभयो। उहाँको अन्तिम समयतिरका केही कुराहरू छन् कि? कसरी बित्यो अन्तिम समय? उहाँले आफ्नो लेखन यात्रा निगालोको कलम र मसीबाट सुरु गर्नुभएको थियो, तर समयसँगै आफूलाई अभ्यस्त गराउँदै पछिल्लो समयमा कम्प्युटरमै टाइप गरेर लेख्नुहुन्थ्यो। कम्प्युटरमै? हो, प्रविधिप्रतिको यो लगाव पनि प्रशंसनीय छ। 6 दशकभन्दा बढी समय नेपाली बाल साहित्यको सेवामा समर्पित यी अथक साधकको निधन चाहिँ विक्रम सम्वत 2080 साल कार्तिक 28 गते मंगलबारका दिन काठमाडौँको बयोधा अस्पतालमा भयो। शान्तदास मानन्दरको यो पूरा जीवनयात्रा सुन्दा के प्रष्ट हुन्छ भने उहाँ केवल एक लेखक मात्र हुनु हुँदैनन्। उहाँ त नेपाली बाल साहित्यको जग बसाल्ने एक इन्जिनियर, एक अथक अभियन्ता, एक संरक्षक र आफैमा एक संस्था हुनुहुन्थ्यो। बालबालिकाको सम्मान, उनीहरूको मनोवैज्ञानिक आवश्यकता र उनीहरूको लागि स्तरीय साहित्यको महत्त्वलाई उहाँले जति गहिरोसँग बुझ्नुभयो र त्यसका लागि जीवनभर सङ्घर्ष गर्नुभयो, त्यो साँच्चै अतुलनीय छ। बिल्कुल। सामाजिक उपेक्षा, आर्थिक सीमितता, वैचारिक मतभेद जस्ता अनेकौं पहाडहरू छिचोल्दै उहाँले जुन दृढता, समर्पण र प्रगतिशील सोच देखाउनुभयो, त्यसैको जगमा आज नेपाली बाल साहित्य उभिएको छ। उहाँको जीवन पर्यन्तको साधना, त्यो निरन्तरको लगाव साँच्चै प्रेरणादायी र अनुकरणीय छ। उहाँले बाल साहित्यको बगैँचालाई मलजल मात्र गर्नु भएन, त्यसलाई साँच्चै हराभरा बनाउन निरन्तर लागिरहनुभयो। यो सबै कुराकानी गरिसकेपछि एउटा प्रश्न भने मनमा खेलिरहन्छ। शान्तदास मानन्दरले जीवनभर जुन कुराका लागि सङ्घर्ष गर्नुभयो, पाठ्य पुस्तक र बाल साहित्य फरक हो, बालबालिकालाई पाठ्यक्रमको भारी मात्र होइन, जीवन बुझाउने, कल्पनाशीलता बढाउने रसिलो साहित्य पनि चाहिन्छ भन्ने विचार आजको यो डिजिटल युगमा जहाँ सूचना र सामग्रीको यस्तो बाढी छ, त्यहाँ हाम्रा बालबालिका, अभिभावक र हाम्रो समग्र शैक्षिक प्रणालीले यो कुरालाई कत्तिको गहिरोसँग आत्मसात गर्न सकेको होला? यो महत्त्वपूर्ण प्रश्न हो। के उहाँले देखेको त्यो सपना, हरेक बच्चाको हातमा उनीहरूको मन छुने जीवनोपयोगी साहित्य पुग्ने सपना साँच्चै साकार भएको छ त? यो प्रश्नमा घोत्लिनु जरुरी देख्छु।